हजुर नमस्कार। विशेष आज हामीले यो एउटा पुस्तक अहिले विमोचन गऱ्यौँ है, जो यहाँ नाम छ क्रोनिकल्स अफ फर्मर हिमालयन किङडम द मेकिङ अफ मोडर्न सिक्किम भनेर हामीले नाम दिएका छौँ यसलाई। यो मुख्य उद्देश्य के हो भने हाम्रो यङ जेनेरेसन जो छ, सिक्किमिज यङ जेनेरेसन छ, उसले चाहिँ हाम्रो इतिहास पढेको हुनु पर्यो, हाम्रो इतिहास बुझेको हुनु पर्यो। किन हामीलाई यो कुरा जागरुक भयो भन्ने विषय आउँछ है। यो कुरा चाहिँ हामीले पढ्न पाएनौँ नि त, हामीलाई थाहा थिएन नि यो कुरा। हामीलाई यो इतिहास खोज्नु चाहिँ धेरै समय लाग्यो। यो दस्तावेजहरू खोज्नुको लागि हामीले धेरै मान्छेको सहयोग लियौँ। त्यहाँबाट आएर आज हामीले यो पुस्तक तयार पारेर आज चाहिँ हामीले यो विमोचन गर्न सफल भएको छौँ। र यङ जेनेरेसनहरू जति हुनुहुन्छ अहिलेको, यङ मात्रै नभएर इम्प्लोय अनइम्प्लोयड जति पनि सिक्किमिजहरू हुनुहुन्छ, उहाँहरूले यो पुस्तक पढ्नु जरुरी छ। किनभने आजसम्म यस्ता खालको पुस्तक पढिएको छैन। पुस्तक पढ्यौँ हामीले है, हामीले पुस्तक पढ्दा अरू जग्गाको इतिहास पढ्यौँ, चाइनाको पढ्यौँ होला, बङ्गलादेशको पढ्यौँ होला होइन, इन्डियाकै पनि पढ्यौँ, तर हामीले आफ्नै घरको इतिहास है, हाम्रो सिक्किमको इतिहास। अघि मैले मेरो वक्तव्यमा पनि है, मेरो त्यो प्रेजेन्टेसनमा पनि धेरै कुराहरू राखेको छु, जो यो पुस्तकभित्र यस्तो यस्तो चिजहरू छ जस्तै मलाई नै थाहा थिएन कि छङ्गु लेकमा त्यो खुन जस्तो धारा उम्लेको छ भनेर चाहिँ हामीले इतिहास खोज्दा पायौँ। अब यसमा हामीले यस्तो यस्तो कञ्चनजङ्घाको मुख कतिवटा भन्दा हामीले एउटा सोच्दैछौँ, होइन रहेछ, यो हामीले जनाएको छौँ। कालोभारी के हो यो हामीले जनाएको छौँ है। इत्यादि कुराहरूलाई समावेश गरेर हाम्रो इतिहास चाहिँ सिक्किमेले बुझोस्, यङ जेनेरेसनले बुझोस्, हाम्रो स्टुडेन्टहरूले बुझोस्, ताकि भोलिको दिनमा गएर यसरी हामी बारम्बार कसैलाई अवेरनेस प्रोग्राम गरि बस्नु नपरोस्। अब चाहिँ किन आफूले आफूलाई इतिहास चाहिँ जानु भन्ने हाम्रो मुख्य उद्देश्य चाहिँ त्यो रहेको छ यसमा। यो अनलाइन अफलाइन दुइटैमा एभाइलेबल हुन्छ र कसैले चाहनुभयो भने तपाईहरुले हामीलाई सोझै सम्पर्क गर्न पनि सक्नुहुन्छ यो बुक हामीलाई चाहिएको छ भनेर। र हाम्रो उद्देश्य के छ भने आउँदो दिनमा सबैको साथ र सहयोग पायौँ भने प्रत्येक स्कुललाई, मैले अघि पनि भने, प्रत्येक स्कुलमा हामी यो किताबहरू पुर्याउने छौँ, ताकि हाम्रो आउँदो जेनेरेसनले यो किताबहरू पढोस् है र बुझोस्। स्कुलमा बुझेको छ भने यो सिक्किममै मात्रै पढ्नुपर्छ भन्ने कुरा पनि होइन, सिक्किमको इतिहास यो रहेछ भनेर बाहिरकै व्यक्तिहरूले पनि पढ्न सक्छन्। र सिक्किमकोले त प्रत्येकले आफूले जानेकै हुनु पर्यो भन्ने र हामी सबैमा पुर्याउने हाम्रो लक्ष्य छ। यो अब सबै साथ र सहयोग पायौँ भने हामी अवश्य नै पुर्याउने छौँ। यो बुक तयार गर्नु कति टाइम लाग्यो? हामीलाई धेरै समय लागेको छ, किनभने मेन कुरा त यसमा डकुमेन्ट्स हो है। यो किताबभित्र जति पनि डकुमेन्ट्स हालिएको छ ओरिजिनल डकुमेन्ट्स, जस्तै अघि हामीले देखाएका पनि थियौँ है, यसमा ओरिजिनल डकुमेन्ट्स हालेकोले गर्दाखेरि हामीलाई यो डकुमेन्ट्सहरू बटुल्नु धेरै टाइम लागेको छ, भनौँ न वर्षौँ लागेको छ हामीलाई यो कामहरू गर्नु। हुन त यो डकुमेन्ट्स हामीले पहिल्यैदेखि तयार गर्दै एउटा दुईटा गर्दै आज आयो, तर आज आएर यसलाई हामीले पुस्तकमा एउटा प्रकाशित गर्नु पाउँदा हामी आफै गर्वित छौँ र सायदै सिक्किमेहरू पनि गर्वित हुनुहुन्छ होला यो पुस्तक पढेर भन्ने हामीलाई आशा पनि लागेको छ।